यसले चाहिँ एप्रुभ मेथोडोलोजी सबै स्ट्यान्डर्डले मेथोडोलोजीहरू डेभलप गरेको छ। त्यही मेथोडोलोजी युज गरेर हामीले क्यालकुलेट गर्नुपर्ने हुन्छ सबै इमिसन रिडक्सन। उसले डिफल्ट इमिसन फ्याक्टर दिएको छ भने त्यही लगाएर गर्ने हो। हामीले आफ्नो तरिकाले लगाएर आफ्नो कन्ट्रीको मात्रै यो लगाएर मात्रै हुँदैन। त्यो एप्रुभ मेथोडोलोजी युज गर्नु पर्यो। इभिडेन्स बेस्ड अघि मैले भने नि वेल डकुमेन्टेड हुनु पर्यो, भेरिफाएबल हुनु पर्यो। मैले यति चाहिँ डिजेल किन्थेँ पहिले, अहिले यति घटाएर भनेर भएन, बिलै चाहियो त्यहाँ चाहिँ, इभिडेन्सै चाहियो होइन। त्यसपछि हाई इन्टिग्रिटी एकदम फल्स क्लेम हुनु भएन होइन। पर्मानेन्स यो रिभर्सलको पोसिबिलिटी हुनु भएन। प्रोजेक्ट चाहिँ इम्प्लिमेन्ट गर फेरि अर्को वर्ष गएपछि फेरि मान्छे चाहिँ बेस लाइनमै ब्याक हुने खालको प्रोजेक्ट हुनु भएन। त्यो चाहिँ अलिकति इन्टिग्रिटीमा त्यसले क्वेसन उठाउने भएकोमा डबल काउन्टिङको इस्यु, रिभर्सल अफ बेस लाइन, यो कुरा स्ट्रङ एमआरडी हाम्रो मोनिटरिङ रिपोर्टिङ भेरिफिकेसन गर्नु पऱ्यो। प्रायोरिटी टु रिमुभल अफ जिएचसी मैले अघि भने। त्यसपछि चाहिँ रिडक्सन एभोइडेन्स भन्ने चाहिँ अलिकति कम प्रायोरिटी। हाम्रो चाहिँ एक्चुअल रिडक्सनै गरेको देखिने खालको प्रोजेक्टहरू भयो भने हुने। अब जस्तै यो कोर कार्बन प्रिन्सिपल भनेको छ, यो इन्टिग्रिटीको चाहिँ 10वटा यो प्यारामिटरहरू छ। यो चिजहरू चाहिँ